एभ्रिवान र फेरि पनि मेरो ब्लगमा तपाईहरुलाई स्वागत छ है। र अहिले भने चाहिँ म सब्जी भन्दा नि सिमी टिप्नु जाँदैछु। अनि चाहिँ जाँदैछु यहाँ सिमी बारी हैन। अन्त सिमी टिप्न आको कताको टिपुम भयो। कताको टिप्नु पर्यो कुरो पाकेर फेरि नि यस्तो डरलाग्दो भएको छ कि यहीँको टिप्नु पर्यो। सिमी चाहिँ अलिक कलिलो सिमी र आलु पकाउँ भनेर सोचेको हैन। अन्त टिपेर छिले अनि त्यहाँ के भन्छ त्यसलाई भोटे धनिया के भन्छ अनि टिपेर ल्याएर मकमा हालिरहेको छु। त्यसको चाहिँ अचार बनाउँछु। दाल चाहिँ पाक्दैछ। यहाँ भने चाहिँ मैले सब्जीहरू काटकुट बनाएर सबै रेडी गरिरहेको छु। यहाँ तेल खारिँदैछ हो। यहाँनिर प्याज टमाटरहरू काटेर रेडी गरिरहेको छु। र त्यसपछि चाहिँ म चाहिँ अचार पिस्नु आँटेको छु। टमाटर यहाँ भोटे धनियाको र मैले चाहिँ खानाहरू सबै पकाइसकेर चाहिँ यहाँ कोठामा सरसफाइ गर्नु आएको छु हैन। बडाल कुरालहरू गरेकै थिएन नि त। अनि त्यहाँनिर चाहिँ यहाँ म बडाल्दैछु। र यहाँ चाहिँ भाइको रुम चाहिँ यस्तो छ हो। यस्तै छोडेर यो चाहिँ गएको छ। एकदमै अल्छी छ साथीहरू। अनि त्यहाँनिर यहाँनिर मैले चटाक चिटिक बनाइसकेको छु। अनि त्यहाँनिर चाहिँ मेरो पनि छनु चाहिँ त्यस्तै नै छ साथीहरू। रुम चाहिँ अब के गर्नु भ्याउनै भ्याउँदैन हो। अल्छी गरिकन यस्तै नै अब भ्याउनै भ्याउँदिन नि त। अनि त्यहाँनिर बेडसिटहरू पनि चेन्ज गरेको थिइनँ। र यहाँ चाहिँ अहिले चाहिँ मैले सबै चेन्जहरू गरेर मजाले मिलाइरहेको छु। अब मजाले भन्दा नि अब अलिअलि त्यस्तो राम्रो त मिलाउनु भ्याइनँ मैले। र अहिले चाहिँ म बाहिरनिर आँगन बढाल्दैछु। भित्रको कोठाहरू सनाक्सिनी गरेँ ओरे। र चाहिँ अब चाहिँ यहाँ बाहिरको आँगन बढाल्दैछु हैन। यति गर्दै गर्दै पूजा कामहरू चाहिँ लुगासुगाहरू पनि धुनुपर्ने छ हो। अनि अब आँगनहरू पनि बढाल कुडाल गर्नुपर्ने थियो नि त। यस्तो मजाले काम लागिरहेको छ फेरि आज चाहिँ। र मैले चाहिँ लुगाहरू पनि धुइसकेँ है। आँगन बढालिसकेर हेर्नुहोस् न घाम यस्तो मजाले लागिरहेको छ। र अहिले पनि चाहिँ म खाना खानु आँटेको छु हैन साथीहरू। यहाँनिर